यो तपाईँले देख्न सक्नुहुन्छ त्यो क्रिकेट ग्राउन्ड चाहिँ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ त्यो क्रिकेट मैदानको बाहिरतर्फको भाग चाहिँ मेन गेटको यो भाग चाहिँ यहाँको चाहिँ बोर्डहरू चाहिँ निकालेको छ। यसरी यहाँ बाहिर भने एकदमै जाली लगाएर चाहिँ एकदमै सुरक्षाको हेरेर चाहिँ एकदमै मैदानमा चाहिँ एकदमै सुरक्षा दिएको छ। यहाँ तारबार लगाएर चाहिँ देख्न सक्नुहुन्छ त्यो क्रिकेट स्टेडियमको बाहिरतर्फको यो भिडले यहाँ एकदमै पस्न भने अहिले चाहिँ गाह्रो छ। पहिलेको जस्तो अहिले सजिलो छैन। त्यो क्रिकेट ग्राउन्डभित्र चाहिँ छिर्नको लागि चाहिँ यसरी यहाँ जाली लगाएको छ। अहिले त्यो क्रिकेट स्टेडियमको चाहिँ बाहिर चाहिँ यसरी हेर्न सक्नुहुन्छ। अहिले एकदमै भित्र पस्नको लागि भने चाहिँ एकदमै कठिन देखिन्छ। पहिलेको जस्तो अहिले सजिलो छैन। त्यो क्रिकेट स्टेडियमभित्र जानको लागि चाहिँ अहिलेको समयमा चाहिँ यसरी चाहिँ तारबार लगाएर चाहिँ भिडले चाहिँ चारैतिरबाट चाहिँ घेरा लगाएको छ। अबको केही दिनपछि चाहिँ लिग टूको म्याचहरू पनि सुरु हुने भनेको चाहिँ यही मैदानमा चाहिँ त्यो क्रिकेट स्टेडियममा। पिएम कपको म्याचहरू चाहिँ हुने भनेको थियो, तर पिएम कपको म्याचहरू भने यहाँ लिग टूको म्याचहरू चाहिँ छिट्टै हुने भएको कारणले गर्दा यहाँबाट चाहिँ पिएम कपको म्याच भने चाहिँ तल्लो मूलपानी ग्राउन्डमा चाहिँ सारेको छ। यहाँको सम्पूर्ण म्याचहरू चाहिँ अबको केही दिनपछि चाहिँ यहाँ भने लिग टूका म्याचहरू भने सुरु हुनेछ। यस्तो छ अहिले यहाँ यो क्रिकेट स्टेडियमको बाहिरतर्फको सुरक्षा। यहाँ जाली लगाएर चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ यो क्रिकेट स्टेडियमको चाहिँ पानी लागेर चाहिँ पुरै यतातिर चाहिँ यस्तो भएको छ। देख्न सक्नुहुन्छ यो क्रिकेट स्टेडियमको चाहिँ भित्रको भाग। क्या क्रिकेट तो भाई